युरोप रोमानियाबाट नेपाल मनी ट्रान्सफर गर्नको लागि सबभन्दा बेस्ट मनी ट्रान्सफर कुन हो त यसैको बारेमा तपाईँले बताउनु गरेको छु। हेर्नुहोस्, मैले चाहिँ लगभग धेरै जस्तो मनी ट्रान्सफरहरू युज गरेको छु। सबै अधिकांश मनी ट्रान्सफरहरू चाहिँ फर्स्ट जुन ट्रान्सफर हुन्छ नि त्यसमा तपाईँको जिरो फी र एक्सचेन्ज रेट पनि एकदम जति गुगलमा हुन्छ त्यतिकै आसपासमा दिइरहेका हुन्छन्। थोर र या बढी कम दिइरहेका हुन्छन्, तर दिइरहेका हुन्छन्। हेऱ्यो भने अधिकांश जति पनि तपाईँको मनी ट्रान्सफरहरू छन् भने फर्स्ट या सेकेन्डसम्म तपाईँको जिरो फी लाग्ने, होइन, फी नलाग्ने। त्यसपछि तपाईँको चाहिँ एक्सचेन्ज रेट जुन छ त्यो पनि तपाईँको बढिदिने। इक्जाम्पलमा मनीग्रामबाट जब मैले पैसा ट्रान्सफर गरेँ फर्स्टमा जिरो फी र एक्सचेन्ज रेट पनि तपाईँको लगभग गुगलको 95% बराबर दिइरहेको थियो। सेकेन्डचोटि जब ट्राई गरेँ त 30ले फी लियो कि एक्सचेन्ज रेट ठिक छ, राम्रो दिएको थियो, तर तपाईँको चाहिँ फी 30ले तपाईँको चार्ज लिएको थियो। त्यसै तपाईँको चाहिँ टाइप सेन्डले तपाईँको चाहिँ जुन ट्रान्सफर फी हुन्छ त्यो चाहिँ जिरो लिइरहेको छ। सुरुमा ट्रान्सफर गर्ने बेलामा त्यो पनि जिरो लियो, एक्सचेन्ज रेट पनि एकदम राम्रो दिएको थियो। तर जब सेकेन्डचोटि ट्राई गर्न गएँ त टाइप सेन्डले चाहिँ एक्सचेन्ज रेटलाई चाहिँ एकदम घटाइदियो। अझ तेस्रो चौथोचोटिमा त अझ तपाईँको एक्सचेन्ज रेट अझ घटाइदिन्छ र फी पनि लिन थालिरहेको छ। त्यसै तपाईँको अब रिभोल्युटको कुरा गऱ्यो भने रिभोल्युटले तपाईँको चाहिँ त्यसको फिक्स छ। हरेकचोटि तपाईँ ट्रान्सफर गर्नु छ भने 8 तपाईँको ले ट्रान्सफर फी लिन्छ र तपाईँको एक्सचेन्ज रेट तपाईँको लगभग 90%को हाराहारीमा दिइरहेको हुन्छ गुगलमा सो गरेको अनुसारले। तर यो फ्री कहिले पनि दिँदैन तपाईँको चाहिँ ट्रान्सफर फी चाहिँ तपाईँको नलागोस् भनेर। त्यो सुन हरेकचोटि तपाईँले ट्रान्सफर गर्दा ट्रान्सफर फी समथिङ मिनिमम केही न केही लिन्छ। कहिलेकाहीँ एकदम बढी पनि सो गरिरहेको हुन्छ, 35-40 पनि सो गरिरहेको हुन्छ। सबभन्दा राम्रो तपाईँको चाहिँ मनी ट्रान्सफरमा चाहिँ एउटै भन्छु, वेस्टर्न युनियनले चाहिँ तपाईँको चाहिँ जतिचोटि पनि ट्रान्सफर गर्नुहोस् अहिले हालको लागि मैले जिरो फी लिइरहेको छ र एक्सचेन्ज रेट तपाईँको चाहिँ सुरुमा ट्रान्सफर गर्नुहुन्छ भने लगभग 98% तपाईँको टोटली दिन्छ र दोस्रो तेस्रोचोटिमा तपाईँको चाहिँ 95%सम्म जति पनि दिइरहेको छ। सबभन्दा बेस्टमा चाहिँ मलाई लाग्यो वेस्टर्न युनियन र वेस्टर्न युनियनबाट नि म नेपाल पैसा ट्रान्सफर गरिरहेको हुन्छु। त्यसमा अहिले चाहिँ जति पनि चोटिमा ट्रान्सफर गरेको छु ट्रान्सफर फी जिरो लागिरहेको छ र एक्सचेन्ज रेट तपाईँको 95% जतिको टोटली दिइरहेको छ। एकदम मलाई मन पर्यो। तपाईँहरू पनि कुन मनी ट्रान्सफर युज गर्नुहुन्छ र कतिसम्मको तपाईँको चाहिँ एक्सचेन्ज रेट दिइरहेको छ र ट्रान्सफर फी कति लाग्छ कमेन्ट गरेर भन्नु होला है।